हेलो गाइज गुड मर्निङ वेलकम टु माई सोनु सेडाई ब्लग्स अनि आज चाहिँ स्याटरडे हो। अहिले अहिले 7 बज्यो र म चाहिँ उठेर पानी सानी खाएर मुखसुख धोएर चाहिँ अब चिया बनाएर खान आँटेको छु र के अरे अनि त्यस पछाडि चाहिँ खानासाना बनाएर हाम्रो एकछिन रेकर्डिङ स्टुडियो जाने काम छ, किनभने त्यहाँ हाम्रो गीत बनिरहेछ। सो आज चाहिँ सिङ्गरहरूको भोकल दिने भनिरहेछौँ। सो त्यहाँ गएर चाहिँ अनि आज दिनभरि के हुन्छ सब म देखाउँछु। स्टे ट्युन गाइज। अब चाहिँ अब चिया खानुपर्छ है। अब बिहान भइसक्यो त बिहान अब चिया खानु पऱ्यो। अनि सो म चिया पकाउन आँट्दैछु। म चाहिँ पानी ब्ल्याक टी दुधको चियाले चाहिँ ग्यास्ट्रिक हुन्छ, सो खानु हुँदैन है त गाई। बाबाले चाहिँ मासु लिएर आइसकेको रहेछ। अनि सो म चाहिँ मासु पकाइरहेको छु, पकाउन खोजिरहेको छु भनेर पकाउन खोजिरहेको छु। सो मैले भाँडामा चाहिँ खनाएर राखिदिइसकेँ मासुलाई। अब चाहिँ के अरे मासु तरकारी पकाएर दाल पकाएर खाना खाएर चाहिँ हामी बाहिर स्टुडियो जानु छ रेकर्डिङको लागि, मेल भोइसको रेकर्डिङको लागि। अब फिमेलको के हुन्छ अब थाहा छैन होइन। सो रेकर्डिङको लागि चाहिँ जान लागिरहेको छौँ। अनि म चाहिँ यहाँ खानाको तयारी गर्दैछु त्यहाँ, किनभने मलाई छिटै निक्लिनु पर्ने हुन्छ। सो म यहाँ सिमी केलाएर सिमी रहेछ फ्रिजमा हेर्दाखेरि, सो सिमी केलाउँदैछु। अब खाना बनाउनु पऱ्यो भनेर भर्खरै चिया खाइसकेँ। म उठ्ने बित्तिकैतिर खानातिर लागिहालेँ, किनभने मलाई लेट हुन्थ्यो। सो म चाहिँ यहाँनिर गर्दैछु, सिमी केलाइरहेको छु। अनि सो गाइज त्यही हो। अब छुर्पी इन्टरटेनमेन्टबाट चाहिँ हामीले नयाँ गीत एउटा रिलिज गरेर हाम्रो छुर्पी इन्टरटेनमेन्टलाई चाहिँ लन्च गर्ने भन्ने प्लानिङ भइरहेको थियो। आज 17-18 दिन भइसक्यो हामी अडियोमै काम गरेर बसिरहेको छौँ। अब के हुन्छ, कसरी अगाडि बढ्छौँ भन्ने कुरा थाहा छैन। तर पनि मैले एउटा प्रोजेक्ट बनाउँदैछु भन्ने कुरामा चाहिँ खुसी भइरहेको छु। सो कम्प्लिट त गर्छु नै, तर लास्टै गाह्रो भइरहेको छ, किनभने अडियोको काममा पनि कतिवटा लेयरहरू हुँदो रहेछ, म्युजिकमा पनि कतिवटा लेयरहरू हुँदो रहेछ। मैले पनि अहिले मात्रै काम गरेर मात्रै बुझिरहेको छु होइन। सो त्यो गर्नलाई काटकुट गर्नलाई सबै कुरा रेडी गर्नलाई त गाह्रो हुँदो रहेछ। सो 18औँ दिन भइसक्यो आज म्युजिक गरेको। सो आज चाहिँ ब्लग हालौँ भनेर सोचेँ र यहाँनिर सिमी पनि रेडी भइसक्यो। अब चाहिँ मैले प्याज टमाटर सबै इन्ग्रिडियन्ट्सहरू चाहिँ रेडी गर्दैछु। सो त्यही हो गाइज। अब अगाडि बढ्ने कोसिस भइरहेको छ, तर बिस्तारै म एकदमै नजिक पुगिरहेको छु। सो मलाई कम्पनी इस्टाब्लिस गर्नु थियो। सो मैले कम्पनी खोलेँ। अब यसलाई कसरी चलाउने भन्ने कुरामा त अब केही न केही प्रोग्रामहरू चाहियो। सो त्यही भएर चाहिँ मैले दिनेशको एउटा गीत चाहिँ टपक्क टिपेर चाहिँ ल बनाउनु यो गीत भनेर दिनेशसँग इन्सिस्ट गरेर चाहिँ मेरो मायासँग भनौँ न, मेरो मायासँग इन्सिस्ट गरेर चाहिँ उहाँले लेखेको गीत चाहिँ मैले लिएर आउने कोसिस गर्दैछु एज अ प्रड्युसर। एज अ प्रड्युसर चाहिँ म पनि इस्टाब्लिस हुन खोज्दैछु। अब दिनेश चाहिँ एज अ डिरेक्टर छँदै नै छ, तर म उसको सपोर्ट भएर चाहिँ एज अ प्रड्युसर चाहिँ उसको गीत चाहिँ म प्रडक्सन गर्छु अथवा म प्रड्युस गर्छु भनेर चाहिँ लागिरहेको छु। तर प्रड्युसर हुन पनि त्यति सजिलो छैन, सबै कुराहरू मिलाएर जानुपर्ने हुन्छ। सो म एकदम प्लानिङ साथ एकदम बुझेर एकदम रिसर्च गरेर अगाडि बढिरहेको छु। सो सबैजनाले सपोर्ट गरिदिनु होला मलाई। म अब बिस्तारै बिहाइन्ड द सिन पनि हाल्दै जान्छु। यसमा हाल्छु कि छुर्पी इन्टरटेनमेन्टमै हाल्छु मलाई थाहा छैन होइन। तर मैले
आज रेकर्डिङमा हुने अलिअलि क्लिप अलिअलि डिस्कसन चाहिँ म हाल्ने कोसिस गर्छु सर्टमा, किनभने अहिले नै त्यो म्युजिकहरू पनि आउट गर्न मिल्दैन नि त। सो त्यही भएर चाहिँ अलिअलि क्लिपहरू चाहिँ म हाल्न सक्छु गाइज। सो सबैले मलाई चाहिँ सपोर्ट गरिदिनु होला। म कति कुदिरहेको छु यहाँनिर, यताउता हेरेर कुदिरहेको छु, के भयो होला। अब चाहिँ यहाँनिर मैले सब इन्ग्रिडियन्ट्सहरू रेडी पारेँ, मासु छँदैछ। अनि यहाँनिर चाहिँ सिमी मैले केलाएर राखिसकेँ, अनि धोइ पखाली गरेर राखिसकेँ, सबै मिलाइसकेँ। अनि त्यस पछाडिबाट मैले यहाँ तेजपत्ता राखेको छु, अनि सुकेको खोर्सानी, अनि यहाँ ल्वाङ सुकमेलहरू त्यो ड्राई जे चिज हुन्छ मासुमा हाल्नुपर्ने त्यो राखेको छु, प्याज अदुवा होइन, अनि टमाटर सानो सानो कटिङ गरेर राखेको छु। सो सबै कुरा रेडी गरिसकेँ मैले चाहिँ, अब पकाउन मात्रै बाँकी छ। अनि अब चाहिँ सिमी पनि छ त्यहाँनिर रेडी। अब मैले कुकर बसाएँ। अब कुकर त्यहाँको पानी सुकेपछि, त्यो कुकरमा भएको पानी सुकेपछि अलिकति तातेपछि चाहिँ म चाहिँ तोरीको तेल हालिदिन्छु यसमा, किनभने खसीको मासु तोरीको तेलमा पकाउँदा अर्कै खालको टेस्ट आउँछ, मिठो हुन्छ। सो तोरीको तेल चाहिँ हाल्छु। अब तातिसक्यो, कुकर चाहिँ तोरीको तेल हालेँ मैले, अब यो तेल तात्न दिउँ एकछिन। अब तेल तात्छ, अनि त्यस पछाडि चाहिँ आफूलाई के फुराउन मन लाग्छ त होइन, त्यो हिसाबले चाहिँ अब फुराउँदाखेरि हुन्छ। मैले चाहिँ यहाँनिर अब जिरा फुराएँ, किनभने मलाई जिरा एकदम मिठो लाग्छ। अनि त्यस पछाडि हेर कति धुवा निक्लिरहेको छ होइन। यो इन्डक्सनमा चाहिँ एकदम छिटो तात्छ के, यो कुकर चाहिँ अलिकति हाई उसमा राख्यो भने। अब चाहिँ पालो आयो तेजपत्ता, सुकेको खोर्सानी, अनि त्यो ड्राई गरेको सुकमेलहरूको, र मैले खोर्सानी हालिदिइसकेँ। अब तेजपत्ता हाल्छु सायद, तेजपत्ता हालेँ। तेजपत्ताले पनि फुराउनुपर्छ क्या, अनि मात्रै त्यसको फ्रेग्रेन्स आउँछ जस्तो लाग्छ है, मलाई थाहा छैन अब के हो होइन। अनि अब यहाँ ल्वाङ सुकमेलहरू सबै थोक फुराएँ, पुरा राफ आइरहेको छ, पुरा खार आइरहेको थियो कि यतिखेर चाहिँ। अनि त्यही भएर मैले अब चाहिँ प्याज हाल्ने बेला हो। अनि त्यही रापले गर्दाखेरि चाहिँ फ्यान चलाउनु परेको भएर घुवा साउन्ड आएको भएर चाहिँ मैले भोइस ओभर गरेँ। सो अब प्याज हालेँ, प्याज हाल्दाखेरि पनि यति धेरै धुवा आइरहेको छ होइन, किनभने मैले हाई बनाएछु कि, हाई टेम्परेचर बनाएछु कि। सो यसो चलाइदिनुपर्छ। अब त्यो प्याज चाहिँ यसो मिक्स हुन्छ। अनि त्यो प्याज पुराइसकेपछि चाहिँ मैले चाहिँ जहिले पनि बेसार हाल्ने गरेको छु। सो एकछिन चलाइदिएर चाहिँ अब चाहिँ अलिक ब्राउन भएपछि चाहिँ म चाहिँ यसमा चाहिँ बेसार पनि फुराउँछु के। सो प्याज हालिसकेपछि चाहिँ मैले बेसार हालिदिएँ। यस्तो ढङ्ग नभएको छु, पोखाइहालेँ मैले यहाँनिर हो, यस्तो क्लम्जी छु नि म। अनि सो यहाँ बेसार हालिसकेपछि चाहिँ एकछिन चलाइदिइसकेपछि चाहिँ अब पालो हुन्छ मासुको। सो मासु चाहिँ मैले अब कुकरमा हालिदिन्छु। यहाँ टेम्परेचर बढाइरहेको छु, के गरिरहेको छु, फेरि टेम्परेचर बढाउन गइरहेको छु। सो मासु हालिदिएँ मैले चाहिँ, बेसार हालिसकेपछि चाहिँ मासु हालिदिएँ। अनि मासु हालेर चाहिँ अब एकछिन मिक्स गर्नुपर्छ, इन्ग्रिडियन्ट्सहरूलाई चाहिँ एकछिन मिक्स गर्नुपर्छ। अनि मलाई चाहिँ मासु कस्तो हुन्छ भने एकछिनसम्म रेड हुने गरी फ्राई गर्नु मन लाग्छ कि, झोलै हाले पनि ग्रेभी नै बनाए पनि होइन, एकछिन फ्राई नगरी चाहिँ कुकरमै बसाए पनि एकछिन फ्राई नगरी चाहिँ मलाई मिठो लाग्दैन। अनि त्यस पछाडि आफूलाई स्वादअनुसार नुन हालेर पनि अब एकछिन फ्राई गर्नुपर्छ कि यसलाई। अनि फ्राई गरेर अब अदुवाको पालो आयो, अदुवा हाल्नुपर्छ। आज चाहिँ लसुनै रहेछ, अनि सो मैले स्किप हानिदिएँ। हुन्छ अदुवा मात्रै हाले पनि मिठो हुन्छ, कति लसुन खाने भने जस्तो पनि भयो। अनि मलाई चाहिँ पकाएर खुवाउन मात्रै मजा लाग्छ के, मासुहरू चाहिँ आफूलाई चाहिँ धेरै रुच्दैन क्या, झन् आफूले पकाएपछि चाहिँ झन् रुच्दैन। यहाँ चाहिँ मैले जिरा धनियाँको पाउडर, अनि त्यस पछाडिबाट चाहिँ रेड धुलो खोर्सानी चाहिँ मैले हालिदिइसकेँ। सो गाइज अब
यो चाहिँ एकदम फ्राई भइरहेछ। अब आयो टमाटरको पालो। अब चाहिँ टमाटर हाल्दैछु। मलाई चाहिँ टमाटर ग्रेभीमा पनि चाहिन्छ कि लास्टै मिठो लाग्छ। बाबालाई चाहिँ खासै मेरो बाबा र मामा चाहिँ खासै टमाटर प्याज लसुन धेरै खाइछन्, हाल्यो भने ठिकै छ, नत्र भए त्यस्तो धेरै कम्प्लेन गर्ने बानी छैन। सो मैले चाहिँ टमाटर हालिसकेँ। अब यो टमाटर मासुसँग फ्यात्त भएर पाक्न दिनुपर्छ। सो त्यो पनि पाकिसक्यो। अब यसमा चाहिँ मैले भन्न बिर्सेछु गरम मसला र मिट मसला पनि मैले एड गरिदिइसकेको छु अघि नै, त्यो चाहिँ देखाउन बिर्सेछु। सो यतिको फ्राई भएपछि चाहिँ म यसलाई तातो पानी हालेर चाहिँ सिटी लगाइदिन्छु। अब मैले यहाँनिर कराई बसालिसकेको छु। यहाँनिर मासु पाक्दैछ। अब 2-4 सिटीमा भइहाल्छ होइन। अनि टेम्परेचर पनि बढाइदिएर राखेँ। अब यहाँ कराई बसाइसकेको छु सिमीको लागि होइन। मलाई चाहिँ फ्राई सिमी चाहिँ एकदमै मनपर्छ क्या गाइस। मलाई यस्तो मासुहरू पकाएको बेलामा एउटा न एउटा हरियो परियो चाहिन्छ। सो कि त साग खानु पऱ्यो, कि इस्कुसको मुन्टा, कि फर्सीको मुन्टा। तर आज यसो फ्रिज हेर्दा चाहिँ सिमी रहेछ। सिमी त झोल हालेको पनि मिठो हुन्छ, तर आज मासु भएको बेलामा चाहिँ फ्राई गरेर खाइदिउँ न भन्ने लाग्यो। सो मैले चाहिँ फ्राई गर्न खोजिरहेको छु। ल यसमा पनि मैले अब जिरा पड्काउन आँटेँ गाइस। जिरा पड्काएँ, तेल तातिसकेको छ। सो जिरा फुराएँ होइन। मलाई खै किन हो जिरासँग कति धेरै उठ्छ कि जिरा नपड्काएको त तरकारी नै मिठो हुँदैन जस्तो लाग्छ कि। सो मैले जिरा पड्काइसकेको छु यहाँनिर। र मेथी पनि फुराइदिउँ न त जस्तो लागेर मेथी पनि फुराइदिएँ। अनि त्यस पछाडिबाट खोर्सानी, सुकेको खोर्सानी हाल्दै। यो चाहिँ हाम्रो इलामको डल्ले खोर्सानी सुकाएर बनाएको हो, एकदमै पिरो हुन्छ। सो मैले आधी चाहिँ मासुमा हालेँ, आधी चाहिँ यहाँ हालेँ। अनि यतिको भएर बाफ आउन थालिसकेपछि चाहिँ एकदमै खरिसक्यो नि त। अनि सो मैले प्याज हालिदिएँ। प्याज हालेर चाहिँ प्याजलाई एकछिनसम्म खर्याउनुपर्छ, फ्राई हुनु चाहिँ। लु यहाँनिर सिटी पनि लागिसक्यो। अब मासु पनि पाक्दैछ, सिटी लागिरहेको छ। अब यहाँनिर चाहिँ हाम्रो सिमीको लागि प्याज चाहिँ फुलिसक्यो, ब्राउन कलरको हुन लागिसक्यो। अब चाहिँ यसमा चाहिँ हामीले के हाल्छौँ भने बेसार हाल्छौँ क्या गाइस। मलाई चाहिँ अगाडि नै बेसार हालेको मनपर्छ क्या। त्यो तरकारीको पछाडि तरकारी हालिसकेपछि भन्दा पनि अगाडि नै बेसार हाल्यो भने चाहिँ बेस्ट लाग्छ क्या। अब अरूले कसरी पकाउँछन्, मलाई चाहिँ यसरी पकाउन मन लाग्छ। सो यति गरिसकेपछि चाहिँ अब के हुन्छ भने यता सिटी लाग्दैछ है, सिटी लाग्दैछ, यता फुल्दैछ। एकछिन चलाइदिनुपर्छ। बेसार हालिसकेपछि एकछिन चलाइदिनुपर्छ। त्यो चलाएपछि चाहिँ एकछिन पुरिन्छ। अनि त्यस पछाडि सिमीको पालो आयो। मैले चाहिँ यहाँ पखाल पुखुल गरेर सिमी चाहिँ पानी तरिएर राखेको थिएँ, किनभने एउटा पनि पानी नहोस् अनि मजाले फ्राई होस् भन्ने तरिकाले राखेको थिएँ। त्यसलाई चाहिँ मैले साइड लगाइदिइहालेँ भाँडाकुँडालाई चाहिँ। सो हेर्नु त चलाउँदैछु म, कस्तो मिठो देखिन्छ क्या हेर्दाखेरि नै। त्यो हरियो छ नि त, अनि मासुसँग चाहिँ हरियो परियो नै खान ठिक हुन्छ। अनि सो मैले यहाँ चलाउँदैछु होइन। अहिलेसम्म प्याज, बेसार, जिरा, मेथी, रातो सुकेको खोर्सानी मात्रै हालेको छु है। एकदम सिम्पल तरिकाले पकाउनु मन लाग्छ। अब यहाँनिर अदुवा हालिसकेको छु। यो अदुवालाई पनि मजाले पकाउनुपर्छ, गोलगाल गरेर होइन। उता सिटी लाग्दैछ मासुमा। सो गोलगाल गरेर पकाइरहेको छु। सो अब चाहिँ मसलाको पालो क्या। मसला त हाल्नु पऱ्यो, नुनको पालो होइन। नुन हालेपछि चाहिँ अलिकति भएको पानी पनि छोड्छ क्या कुनै पनि तरकारीहरूले चाहिँ। सो नुन हालेँ, अलिक गल्छ पनि। सो नुन हालेँ मैले चाहिँ अहिले नै होइन, आफूलाई स्वादअनुसार होइन। अनि त्यस पछाडि यो भयो जिरा धनियाँको पाउडर, यति नै हालेँ मैले होइन, जिरा धनियाँको पाउडर होइन। अनि रातो धुलो खोर्सानी यति नै हालेँ। अनि त्यस पछाडि यति हालिसकेपछि चाहिँ अनि अब एकछिन चलाइदिनुपर्छ होइन। यो त मैले परपर्दै भुट्न खोजे हो क्या, तेलमा मजाले भुट्न खोजे हो होइन। पऱ्यो भने अब पाक्दैन जस्तो लाग्यो भने अलिकति तातो पानी हालेर पनि उमाल्नुपर्छ, तर पर्दैन जस्तो लाग्छ। यसबाटै अलिअलि पानीहरू निस्किरहेको छ।
र अलिकति खाल्डो बनाएर चाहिँ त्यहाँनिर मैले टमाटर हालिदिएँ, थोरै टमाटर हालिदिएँ अनि एकछिन चलाइदिएँ। अब चाहिँ म मजाले छोपिदिन्छु अनि पाक्छ के, अनि त्यसको फ्रेग्रेन्स पनि त्यसको बास्ना पनि त्यहीँनिर अझै मजाले आउँछ होइन छोपेर पकाएपछि चाहिँ। अब मैले एकछिन चलाउँदैछु यहाँनिर, अब चाहिँ म छोपेर पकाउँछु। गाइज मेरो चाहिँ सबै थोक पाकिसक्यो, म तपाईँहरूलाई देखाउँछु। अनि त्यस पछाडि मेरो राइस यहाँ खाना पनि पाकिसक्यो। अनि त्यस पछाडि जरो भयो कि के भयो थाहा छैन, यो चाहिँ सिमी पाकिसक्यो, यस्तो भयो। अनि मासु यस्तो भएको छ, मैले धनियाँ हाल्नै पाइनँ, धनियाँ सिद्धिएछ। अनि यहाँनिर चाहिँ तालुङ्गे रहेछ गाइज। अनि यहाँनिर चाहिँ मासुको अलिअलि झोल हालेर बनाउँछु, अनि यहाँ चाहिँ सिमी बनाउँछु। सो आजको मेरो खानाको परिकारहरू यही नै हो। अनि अब चाहिँ खाना खाएर चाहिँ म रेकर्डिङ स्टुडियो जानुपर्ने हुन्छ। सबै थोक पाकिसक्यो, अब खाना खान्छु एकछिनमा। घरको 9 बज्दैछ, के खानु छिटो जस्तो पनि हुन्छ, तर खाना तर अब छिटै खानुपर्ने हुन्छ किनभने छिटै निस्किनु पर्ने हुन्छ हामी पनि। सो अब यस पछाडि खाना खाएर बाहिर निस्किसकेपछि चाहिँ हामी रेडी गर्छौँ। त्यस पछाडि देखाउँछौँ। स्टेडियम गाइज, मेरो ट्यालेन्ट गाइज। अब चाहिँ म रेडी भएर विकास दाइको स्टुडियो, सुनाखारी स्टुडियो मैती देवी चाहिँ जाँदैछु। आज चाहिँ हाम्रो भोकल दिने प्लानिङ छ। अस्ति हामीले तबलाहरूको सबैको लाइभ रेकर्डिङहरू गराइसकेको छौँ। अब चाहिँ भोकलको पार्ट छ अनि भोलि फ्लुटको पार्ट छ। सो आज अब खानासाना खाएर रेडी भएर म चाहिँ लागेँ स्टुडियोतर्फ। स्टे ट्युन गाइज। यो जिमी त कति सुतेको हौ। ओइ काले, ओइ ओइ सुतुवा, ओइ उठ न, म जान आँटेको। बाई 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 बाबा, बाई 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 गरिदियो, भरे भेटौँ ल। पानी त लानै बिर्सेछ। आइसक्यो यहाँ सुनाखारी स्टुडियो विकास साइकोमा। अब चाहिँ काम सुरु हुन्छ हाम्रो भोकलको कामहरू, सिङ्गरहरू आएपछि। सो अझै माथि जाँदैछु। वेलकम गर्न आइसक्यो यहाँनिर। आइज आइज भाइ मोटी मोटी आइज यहाँ। ऐनाको फोहोर होइन, चाहिँ मेरो मायाको चाहिँ यहाँ आएपछि हार्मोनियममा हात परिहाल्छ। अनि त्यस पछाडिबाट आफ्नो प्र्याक्टिस सेसन चाहिँ स्टार्ट गरिहाल्नुहुन्छ के। अनि गाइज यहाँ चाहिँ दिनेश ढकालजी र दिनेश पाल्पालीजीको पुरा कुरा भइरहेको छ। दिनेश पाल्पालीजी मेरो मामा चाहिँ कम्पोजर र कम्पोज गर्नुभएको हो सङ्ग, अनि लिरिक्स पनि लेख्नुभएको हो। सो यहाँ दिनेश ढकालजी जसले चाहिँ कालो केसमा रेलीमाई बाँधेको रिबन भन्ने गीत गर्नुभएको थियो, उहाँ चाहिँ हाम्रो गीतको सिङ्गर हुनुहुन्छ अब हाम्रो आउने प्रोजेक्टको। अनि त्यस पछाडिबाट यहाँ पुरा टल्केर मेरो बुढा चाहिँ सोध्दै हुनुहुन्थ्यो, फिडब्याक दिँदै हुनुहुन्थ्यो। भित्र दिनेशजीको रेकर्डिङ भइरहेको थियो होइन। अनि यहाँ चाहिँ पुरा आफ्नै सोर्स सुनेर दिनेश ढकालजीले चाहिँ जज गरिरहनु भएको छ, के मिलेन, कसो मिलेन, मैले कति गर्नुपर्छ अब भनेर। जस्तो गाइज म चाहिँ हिजो लेट आएँ, 11 बजे आएँ र मैले भ्लग पनि इन्ट गर्न पाएको थिइनँ। र म अहिले चाहिँ उठेर नुहाइ धुवाइ गरेर माथि चिया खान आएको छु।
किचनमा त्यहाँ पनि पकाएको छैन, भ्लग एडिट गर्दैछु। सो आजलाई यति नै। सबैजनाले मलाई सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, मेरो भ्लग पनि यता छुर्पी इन्टरटेनमेन्टको पनि सब्सक्राइब गरिदिनु होला भन्दै आजको लागि यति नै। अब कहिले भ्लग हाल्छु मलाई थाहा छैन गाइज, सो स्टे ट्युन्ड। म हाल्छु छिट्टै नै केही कन्टेन्ट पायो भने। बाई बाई, लभ यु अल।